हेलो गाइज, वेलकम छ मिनी ब्लगमा। आज चाहिँ गोपाल र बिना जानुभएछ हिनकेटा जुन स्विमिङ पुल। आज गर्मी छ, स्विमिङ खेल्न भन्न थाल्नुभयो। अनि मैले पनि लन त हुन्छ भन्दै आएर ड्रेस चेन्ज गरेर टावल झोलामा हालेँ। अनि टावल झोलामा हालेर झोला प्याकिङ गरेर खुसी हुँदै आज स्विमिङ खेल्न पाइन्छ भन्दै बाहिर निक्लेँ। अनि बाहिर जाँदाखेरि त अहिले त गोपाल र बिना मात्र हुनुहुन्थ्यो। अहिले त सूर्य पनि आइरहेको रहेछ। अनि ल त 4जना भयो, हामी त मजा आउँछ भन्दै हामी चाहिँ बाइकमा चढेर स्विमिङ पुल गयौँ, कन्काई स्विमिङ पुल। त्यहाँ पुग्यौँ। त्यहाँ पुगेर हामी भित्र जान्छौँ र टिकट काट्छौँ। टिकट काट्न चाहिँ गोपाल र सूर्य गयो। अनि टिकट काटेपछि त्यहाँ हाफ प्यान्टको पनि पैसा लाग्दो रहेछ। हाफ प्यान्टको चाहिँ पैसा तिर्नु पर्दोरहेछ। मैले चाहिँ अगाडि नै हाफ प्यान्ट बोकेर गएको थिएँ। 4जना थियो, 3टा मात्र हाफ प्यान्ट लिनु पर्ने, कुन साइजको ठिक हुन्छ भन्दै हाफ प्यान्ट छान्नु भयो। छानेर हाफ प्यान्ट लाएर हामी चाहिँ स्विमिङ पुलतिर गयौँ। स्विमिङ पुलमा जाँदाखेरि चाहिँ अस्तिको भन्दा पानी पुरै एकदम ट्याप्प रहेछ। अनि पानी त एकदमै धेरै छ त, कसरी खेल्नु पौडी भन्दै सूर्य म त डुब्छु होला यत्रो पानीमा भन्दै पसेर पानी चाहिँ गर्दा घाँटीसम्म मात्रै पानी रहेछ। अनि हामी त्यहाँनिर स्विमिङ खेल्न थाल्यौँ। स्विमिङ खेल्दा यस्तो गर्मीमा कति आनन्द आयो कि कति मजा आयो। अनि स्विमिङ एकछिन खेल्दा अनि पानी झन् पऱ्यो। पानी परेर पनि अझै मजा आयो। अनि हामी चाहिँ स्विमिङ खेलेर निक्लिदियौँ। गौरी चाहिँ आइज म भ्लग बनाउँछु भन्दै मोबाइल खोसेर उसले पुरै भ्लग बनाउनु थाल्यो। अनि सूर्यलाई सोध्दो रहेछ कस्तो अनुभव भयो, के भयो भन्दै। अनि सूर्यले चाहिँ मजा आयो, तर पानी परेर निक्लिहाल्नु पऱ्यो, अझै खेल्न मन थियो, अब नखेलौँ घर जाउँ गल्लियो भन्न थाल्यो। हामी चाहिँ त्यहाँनिर स्विमिङ खेलेर निक्लिएर चाहिँ मजा आयो। अनि मजा आएर अब चाहिँ शीतल भयो। अनि हामी चाहिँ घरतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ भिडियो, बाई बाई।